गाइस, वेलकम ब्याक टु माई च्यानल। मिति 2082 8वाँ महिना 1 गतेबाट एनपिएल सेकेन्ड सिजन स्टार्ट भयो र त्यो दिन पहिलो म्याच जनकपुर गोल्स भर्सेस काठमाडौँ गोर्खाज भएको थियो र काठमाडौँ गोर्खाजले टस जितेर बलिङ गर्ने विचार गरेको थियो। त्यसपछि जनकपुर गोल्सले सुरुमा ब्याटिङ गर्दै 130 रन बनाएको थियो र 131 को लक्ष्य काठमाडौँ गोर्खाजले दिएको थियो, जसमा आसिफ शेखले 41 बलमा 54 रन हानेको थियो, सबभन्दा हाइएस्ट स्कोर जनकपुर गोल्सबाट। त्यस्तै काठमाडौँ गोर्खाजबाट मिलिन्द कुमारले 4 ओभरमा 15 रन दिँदै 3 विकेट लिएको थियो, जुनमा सबभन्दा इम्पोर्टेन्ट विकेट लफ्टी हिटनहरूको विकेट लिएको थियो भने। त्यस्तै 131 रनको टार्गेट दिएको थियो जनकपुर गोल्सले र ब्याटिङ गर्न आउँदा काठमाडौँ गोर्खाजले राम्रो सुरुवात पाएको थियो। बेन चार्ल्स ओर्थले 23 बलमा 46 रन रनको राम्रो पारी खेलेको थियो र त्यसै गरी आकाश त्रिपाठीले नि 45 बलमा 39 रनको राम्रो पार्टनरसिप गरेर राम्रो पारी खेलेर जनकपुर गोल्ससँग पहिलो म्याच अन्डर द फ्लड लाइट जितेको छ। कङ्ग्रेचुलेसन काठमाडौँ गोर्खाज। ल, धन्यवाद।